entertaining the nation. नमस्ते साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो च्यानलमा। र आज चाहिँ नेपाली मुभी सौगात मल्ल अभिनीत जार मुभीको चाहिँ ट्रेलर लन्च भएको रहेछ र त्यसको रियाक्सन भिडियो बनाउँदैछु र म सँगसँगै ट्रेलर हेरेर साथ दिनु होला। धन्यवाद। हर्षजित, अब हामी तँलाई सोध्छौँ, रुद्रमान तेरो जार कायल भयो, तैँले यसलाई के गर्नु माग्छस्? अनु विक्रमजी हुनुहुँदो रहेछ। ल ठिक छ, यसको उत्तर मैले दिनु पर्दैन। गोर्खा राजको हुकुम छँदैछ। जस उहाँको स्वर चाहिँ एकदम बोल्ड छ, कडा लाग्छ मलाई। त्यसैन पछिको रुने मन परेको छ कि छैन? ल दामी। जो सौगात मल्लज्यूले चाहिँ एकदम खतरा भर्सटाइल एक्टर हुनुहुन्छ। उहाँले चाहिँ जस्तो पात्रको पनि चरित्र अभिनय गर्नुहुन्छ। यहाँ चाहिँ यसो हेर्दा चाहिँ ड्रेस हेर्दा लाउरे जस्तो देख्नुहुन्छ है उहाँ। त्यो काफर छैन भने आफ्नो कसूरमा त्यसलाई किसो थापोस्। होइन, यो दोषी गर्नु मात्रै बहादुर छ। आफ्नो प्राणको लागि काफर छ भने गोर्खा रीतिले भनेकै छ। यो चाहिँ इन्द्रबहादुर राईको कृतिमा आधारित भनेको रियल लु चाहिँ रहेछ। यो जार भन्ने एउटा उपन्यास अथवा नाटकको बारेमा चाहिँ बने रहेछ। मेतेरी घर भनेपछि बिहा मैले खुसीले गरेको। त्योभन्दा तसँग छिटो सम्बन्ध मेरो अर्कै ठुलो किन बिर्सेको तैँले? ओहो, हरहर जस्तो पनि छ है अलिअलि। ओ बाघ। ल आमामा के? ओहो, यो चाहिँ कडा एडिटिङ छ। आजभोलि जोस् नेपाली मुभीको पनि सिनेमाटोग्राफी चाहिँ एकदम उच्च हाई लेभलको भइसकेको छ, हलिउड मुभीहरूको जस्तै। मार मलाई! मरेको छैनस्! ल कडा छ त्यहाँ। हामी कसैको पनि आफूले चाहे जस्तो जीवन हातमा हुँदैन रहेछ। त्यो चाहिँ हो है, सोचेको जस्तो चाहिँ हुँदै। कताबाट कसैले बिगारिदिँदो रहेछ। अरूले घरि बिगार्दै लग्यो। बिगार्दा अन्तमा जीवन बन्छ। जीवन त्यही नै रहेछ। मेरो लागि काफर नहुनु नै जीवन हो। ल साथीहरू, आज जार मुभीको ट्रेलर पनि हेऱ्यौँ। एकदम इन्ट्रेस्टिङ रहेछ। यो अब इन्द्रबहादुर राईज्यूले लेख्नुभएको कृति भनेपछि त यो स्क्रिप्ट चाहिँ कडै छ होइन, छ होला। अब यो वैशाख 26मा रिलिज हुने रहेछ। र मलाई चाहिँ समग्रमा रमाइलो लाग्यो। स्टोरी पनि कडा छ जस्तो छ। ल आजलाई चाहिँ यति नै। र अर्को रियाक्सन भिडियो यस्तै ट्रेलरहरूको चाहिँ हेर्नलाई चाहिँ सब्सक्राइब गर्नुहोला यो च्यानललाई, मेरो च्यानललाई। र यसको फुल ओरिजिनल ट्रेलरको भिडियो हेर्नलाई चाहिँ OSR डिजिटलमा गएर हेर्नु होला है। त धन्यवाद।